क्लुनी महिला महाविद्यालयमा आजबाट 2 दिवसीय रूपमा अन्तर्राष्ट्रिय कार्यशाला सुन्तला खेती विषय लिएर 2 दिवसीय अन्तर्राष्ट्रिय कार्यशाला इन्टरनेसनल वर्कसप आजबाट सुरु भएको छ र विशेष दोस्रो अन्तर्राष्ट्रिय कार्यशाला हो। सुन्तला खेती विषय लिएर गरिएको यो कार्यशाला दोस्रो चोटि क्लुनी महिला महाविद्यालयमा आजबाट शुभारम्भ भएको छ र यसरी यस कार्यशाला वर्कसपमा विभिन्न राष्ट्रहरूबाट पनि स्रोत व्यक्तित्वहरू वक्ताहरू उपस्थित रहने छन्। यसरी आजबाट सुरु भइरहेको 2 दिवसीय दोस्रो अन्तर्राष्ट्रिय कार्यशाला सुन्तला खेती विषय लिएर क्लुनी महिला महाविद्यालयमा सम्पन्न भइरहेको छ भनेदेखिलाई आजका यस कार्यशालामा सहभागिता जनाउनु हुने मुख्य अतिथि लगायत अन्य विभिन्न अतिथिहरूको आगमन भइरहेको छ र अहिले अतिथिहरूलाई स्वागत गर्ने क्रममा तामाङ सेलोद्वारा डम्फु बजाएर स्वागत भइरहेको छ र अहिले आजका यस कार्यक्रमका मुख्य अतिथि मन्त्री अरूप रोय आइसक्नु भएको छ। र यसरी आजको मुख्य अतिथि मन्त्री अरूप रोय आजको यस 2 दिवसीय कार्यशालामा आइसक्नु भएको छ र डम्फुरेहरूद्वारा डम्फु बजाएर स्वागत जनाउने काम भइरहेको छ। यसका साथसाथै कालेबुङ जिल्लाका जिल्ला अधिकारी बालसुब्रमण्यम टी अनि कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। यसरी मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरूको आगमन भइसकेको छ। सँगसँगै क्लुनी महिला महाविद्यालयकी प्राचार्य सिस्टर डाक्टर पुष्प माइकल पनि उपस्थित भइसक्नु भएको छ र अबको केही क्षणमा आजको यस कार्यक्रम औपचारिक रूपमा सुरु हुने। यसरी आजको कार्यक्रममा मुख्य अतिथि लगायत विभिन्न अतिथिहरूको आगमन भइसकेको छ भनेदेखिलाई कार्यशालामा उपस्थित अथवा आफ्नो सहभागिता जनाउन विभिन्न क्षेत्रहरूबाट कृषकहरूको पनि उपस्थिति। यसै गरी विशिष्ट अतिथिको रूपमा जिटिए चिफ अनित थापाको पनि कार्यशालामा उपस्थित भइसक्नु भएको छ र यसरी आजबाट सुरु भएको यस कार्यक्रममा मुख्य अतिथि लगायत अतिथिहरूको विशिष्ट अतिथि साथसाथै अन्य अतिथिहरूको उपस्थित भइसक्नु भएको छ। र यसरी आजको यस कार्यक्रममा आफ्नो उपस्थिति दिन जिटिए चिफ एक्जिक्युटिभ अनित थापा सँगसँगै अन्य विशिष्ट व्यक्तित्वहरू मुख्य अतिथि मन्त्री अरूप रोय, कालेबुङ जिल्लापाल बालसुब्रमण्यम टी लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति भइसकेको छ। Good morning, honorable dignitaries, esteemed delegates, respected speakers, and members of the audience. It is an honor to stand before you today as we conduct the second international workshop on empowering
farmers for climate-resilient orange cultivation in eastern Himalaya. To mark the successful materialization of our collective effort, let us begin this workshop on a celebratory dance note. On the floor, please. अहिलेलाई आजको यस 2 दिवसीय कार्यशालाको उद्घाटन गीत अथवा स्वागत गीत प्रस्तुत भइरहेको छ। यो सुन्तला खेतीको विषय गरिएको 2 दिवसीय कार्यशालामा यो स्वागत गीत लिएर अहिले मञ्चमा कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। स्वीकार्नुहोस् यो नेपाली स्वागत गीत। यसरी आज यहाँ 2 दिवसीय कार्यशाला दोस्रो अन्तर्राष्ट्रिय कार्यशाला सुन्तला खेती विषय लिएर सम्पन्न भइरहेको छ। कार्यशालाको सुरुवातमा मुख्य अतिथिहरू सबै आइसक्नु भएको छ। तसर्थ सबैलाई उद्घाटनद्वारा स्वागत जनाइरहेका छन्। अहिले मञ्चमा कलाकारहरूले नेपाली गीतद्वारा सबैलाई स्वागत जनाइरहेका छन्। कार्यक्रममा विभिन्न ठाउँहरूबाट अन्तर्राष्ट्रिय कार्यशाला भएका कारण नेपाल, भुटान, भारत भयो लगायत अन्य विभिन्न राष्ट्रहरूबाट पनि स्रोत व्यक्तित्वहरू, वक्ताहरू उपस्थित भइसक्नु भएको छ। अनलाइन सेसन पनि चल्दैछ र अनलाइनबाट पनि विभिन्न देशहरू इजरायल, इरान आदि ठाउँहरूबाट पनि आज यस कार्यशालामा सहभागिता जनाइनेछ। सँगसँगै क्षेत्रका सुन्तला खेती गर्ने विभिन्न ठाउँका किसानहरूको पनि उत्साहजनक उपस्थिति रहेको हामी यहाँ पाउँछौँ। कार्यशालामा उपस्थित विभिन्न भेगहरूबाट सुन्तला खेती गर्नुहुने कृषकहरूको पनि बाक्लो उपस्थिति रहेको छ। सबैले आज यस कार्यशालाको पहिलो दिनको कार्यक्रममा आफ्नो उत्साहजनक उपस्थिति दिएका छन्। यसरी यस अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशहरूबाट पनि वक्ताहरूको उपस्थिति छ भन्नु। यहाँ भुटानबाट पनि यहाँ हामीले देखिरहेका छौँ। यसरी नै अन्य नेपालबाट विभिन्न ठाउँहरूबाट पनि हामी यहाँ वक्ताहरू देखिरहेका छौँ। सिन्कोना विभाग, डाइरेक्टर अफ सिन्कोना विभागको तत्वावधानमा सम्पन्न भइरहेको यस कार्यशालामा अहिले उपस्थित यहाँ अतिथि लगायत मुख्य अतिथिहरू अहिले स्वागत गीतका रूपमा डम्फुरीहरूले डम्फु गीत प्रस्तुत गरिरहेका छन् मञ्चमा।
कार्यशालाको पहिलो दिनमा स्वागत गीत प्रस्तुत गरिरहेका छन् डम्फुरेहरू अहिले मञ्चमा। सबैलाई अतिथिहरूलाई स्वागत जनाउँदै यो डम्फु गीत डम्फुरेहरूद्वारा मञ्चमा प्रस्तुत भइरहेको छ। Begun on such a vibrant and joyful note, let us now shift our focus and move towards a moment of reflection and prayer. We will now light lamps as a symbolic representation of our hopes and aspirations. We respectfully request the presence of our honored dignitary, Sri Anik Thapa, Honorable Chief Executive, Gorkhaland Territorial Administration, and Sri Arup Roy, Honorable Minister, Department of FPI and Horticulture, Government of West Bengal, to kindly light the prayer lamps. अहिले कार्यक्रममा दीप प्रज्वलनका निम्ति मुख्य अतिथि महोदय हर्टिकल्चर विभागीय मन्त्री अरूप रोय को करकमलबाट यो दीप प्रज्वलन साथसाथै जिटिए एक्जिक्युटिभ अनित थापाको बाहुलीबाट दीप प्रज्वलन भइरहेको छ। सँगसँगै कुर्नी महिला महाविद्यालयकी प्राचार्य सिस्टर डाक्टर पुष्प माइकल सँगसँगै सिन्कोना विभागीय सभासद डाक्टर सामुएल राईको बाहुलीबाट अहिले दीप प्रज्वलन कार्यक्रम सम्पन्न भइरहेको छ। We have amongst us Honorable Minister in charge of FPI and Horticulture, Sri Arup Roy, Honorable Chief Executive GTA, Sri Anik Thapa, Honorable MLA of Kalimpong, Sri Ruden Sada, Additional Chief Secretary to Government of West Bengal and a Principal Secretary of GTA, Sri Dushyant Nariyala IAS. He will be joining us virtually. We have with us Executive Sabhasad, Sincona Department GTA, Sri Ratan Thapa. We have with us Secretary of FPI and Horticulture, Srimati Smarti Mahapatra IAS, who will also be joining us virtually. We have with us Director of Horticulture, Sri Dipendra, Bera, WBCS Executive. We have with us Additional Secretary of FPI and Horticulture, Mrs. Kasturi Sen Gupta, WBCS Executive. We have with us Executive Director of Sincona Department GTA, Sri Sonam Bhutia, WBCS Executive. We have with us Sister Dr. Pushpa Michael, Principal of Uni Women's College. We also have with us the GM of Kalimpong, Mr. Balasubramanian T. IAS. And last but not the least, we have with us Dr. Samuel Rai, Director, Department of Sincona and other medicinal plants. Principal of Uni Women's College, Dr. Sister Pushpa Michael, to say a few words. Good morning to one and all present here.
to our Honorable Minister in Charge, the Honorable Chief Executive for Khalan Territorial Administration, all our respected dignitaries, distinguished guests, esteemed experts, and respected farmers. A very warm welcome to each and every one of you to this international two-day workshop. It is truly an honor to stand before this distinguished gathering of policymakers, researchers, and most importantly, the dedicated farmers who are the backbone of our agricultural system. Today, as we convene in this forum, we recognize the critical need for a combined action to address one of the most pressing challenges of our time, climate change and its impact on sustainable agriculture. The Eastern Himalayas, known for their rich biodiversity and favorable conditions for orange cultivation, are now facing unpredictable climatic variations that threaten productivity and livelihoods. My colleagues, press and media, ladies and gentlemen, we all know the taste of dazzling Mandarin orange. Quite often, rather many times, I was asked by Honorable Minister, area of orange in our state is decreasing, quality is decreasing. So, what we are doing to improve, what way we are working on improving this situation. So, with this intention, with guidance of the Department of Agriculture and Horticulture and GTA, we've been working for the past few years on oranges, and as a result, we are here today to discuss and to know what are the progress made elsewhere, rather globally, on the issues of oranges. Talk on the introduction of this workshop concerning problems, constants, and possibilities of Mandarin orange production in Khalan Territorial Administration region. Next, please. Mandarin orange, it's a unique in itself, and as I said, it's known for its taste, sweetness, flavor, segmented fruit, and loose skin. And demand market also, but there's demand in the market, but since there's no market, they brought oranges from Arunachal Pradesh, but unfortunately, the consumers didn't like it, Arunachal orange. Every year, Nagpur orange was, since this national issue in Nagpur, and then they get a lot of technological backstopping and the quality. If you can think of the Nagpur orange 25 years back and now, there's a lot of improvement. And then इंद्र भगवान के आगे मैं इस लड़कियों का पॉइंट करने लग गया हूँ, इसलिए ज़्यादातर साइंटिस्ट लोग यहाँ होंगे और बहुत सारा डिपार्टमेंट के लोग ही शायद आप लोग को एक ढंग से बता पाएगा कि यहाँ एक्चुअल इस मेरे बात के ऊपर हो रहा है। और ऐसे तो खानपुर में बहुत पहले संतरा के ऊपर बहुत सारा खेतियाँ हुआ करता था, अभी नहीं हो रहा है कि एक सोल्यूशन ढूंढा जाए ताकि कालिम्पोंग के ऊपर में ये फिर से रिवाइव हो सके। और इसी के नाम में हमारा पार्टिकुलर एक गांव का नाम ही संतले गांव था, अर्थात ऑरेंज होने वाला गांव कहा जाता था। लेकिन अभी वहाँ पर कोई संतरा एक फल भी हम लोग को खाने के लिए सीजन में नहीं मिलने लगा है। यह हालत हम लोग फेस कर रहे हैं।
यहाँ पर बहुत सारा साइंटिस्ट लोग होंगे, शायद आप लोग इसको एक समाधान के ओर एक कृषि के लिए कृषक के लिए दे सके। यही शायद अल्लाह के सेमिनार का एक मकसद बनेगा, ये मेरा कहना है और ये मेरा हो रहा है। और मैं बेस्ट विशेष करना चाहूँगा और मैं संपूर्ण ये डिपार्टमेंट को भी धन्यवाद देना चाहूँगा कि कालेबुङ को एक स्थान के लिए चुना गया, ये सेमिनार यहाँ ऑर्गेनाइज किया गया। कि कालेबुङ का MLA के होने के नाते मैं गर्व महसूस करता हूँ कि डॉक्टर सामेल कालेबुङ से बिलोंग करता है और बहुत सारा एग्रीकल्चर के ऊपर और एग्रीकल्चर के ऊपर यहाँ से साइंटिस्ट बना और इसके ऊपर में जो रिसर्च चल रहा है कर रहा है, निश्चित उसी तो दिन में कालेबुङ को रिजल्ट मिलेगा और इस पार्टिकुलर इस संतरा के ऊपर ऑरेंज के ऊपर खेती और जैसे कि पास में आ करता था वो फिर से रिवाइव होगा। ये मेरा देश विशेष सम्मेलन दिए और कालेबुङ के लिए फिर भी मैं ये प्रोग्राम को छोड़कर दूसरा ओर जा रहा हूँ। सबको मैं धन्यवाद देता हूँ कि आप बहुत दूर दूर से आए कालेबुङ में और ये सेमिनार करने के लिए और जो And now for the keynote address, let us welcome Srimati Smarti Mahapatra, IAS, Secretary, Department of FPI and Horticulture, Government of West Bengal, who will be addressing us. It's a great honor to be standing here in this international workshop on orange. I believe this is the second edition, and in the first edition there have been a turning over the orange decline is very important to this region. So hopefully with the help of GTA we can come up with something very concrete. We also have our Sabasad who is always with us, Ratan Thabaji, is always supporting us in all the programs that we take up in this area, particularly in this area. पुष्पा माइकल र यसरी आज सम्पन्न भइरहेको यस अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशहरूबाट पनि वक्ता साथै व्यक्तित्वहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। अहिले यसरी अनलाइन मार्फत अन्य विभिन्न देशहरूबाट पनि स्रोत व्यक्तिहरूद्वारा कार्यशालामा सहभागिता जनाइएको छ। It's a great opportunity. Apologetic that I have to be virtually attending it, but though I was away, I thought that it is one workshop that I should be part of because of the passion and commitment seen in the Department of FPI and Horticulture and the Directorate of Chincona Plantations. We've been passionately following this journey of Mandarin oranges. हाम्रा सुन्तलामाथि जस्तै उहाँले आज उहाँले आफ्नो प्रस्तुति दिनुहुनेछ र साइन्टिस्टहरू एक्सपर्टहरू अनि विभागको अधिकारीवर्ग लगायत अति आदरणीय हाम्रा कृषक बन्धुहरू सबैलाई आजको यस महत क्षणमा मेरो तर्फबाट हार्दिक अभिनन्दन जनाउन चाहन्छु। र विशेष गरेर गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनले आजको यो महत क्षणमा विगत दिनहरूमा यो डिपार्टमेन्टमा उहाँले थुप्रै कामहरू गर्नुभएको छ अधिकारीवर्गहरूले र उहाँहरूलाई जिटिएले एउटा सम्मान जनाउने एउटा हामीले तय गरेका छौँ। यसै अनुरूप म यहाँ उभिएको छु र विशेष गरेर हामीले निम्न व्यक्तित्वहरूलाई अथवा अधिकारी वर्गलाई यो सम्मान जनाउने निर्णय लिएको छौँ। त्यसमा हुनुहुन्छ श्री सुब्रत गुप्त आइएएस फर्मर एसिएस यो डिपार्टमेन्टको, अनि डाक्टर सामुल राई डाइरेक्टर अफ सिन्कोना एन्ड अदर्स मेडिसिन प्लान्ट, श्री गोपाल लामिछाने म्यानेजर हेडक्वार्टर सिन्कोना प्लान्टेसन, श्री सत्यप्रकाश सिंह डिएसओ दार्जिलिङ अनि कालिम्पोङ जिल्ला, श्री पेम्बा तामाङ एग्रिकल्चर एसिस्टेन्ट इन्चार्ज सिन्कोना अनि अन्य औषधि पौधाहरू
र यी व्यक्तित्वहरूलाई, यी मानवहरूलाई, यी अधिकारीहरूलाई जिटिएले उहाँलाई सम्मान गर्ने हामीले आज निर्णय लिएको छौँ। र यो चाहिँ उहाँको एउटै थुप्रै उहाँले यो विषयहरूमा काम गर्नुभएको छ। विशेष गरेर यो सुन्तलाको जुन चाहिँ अहिले समस्या छ यो माथि उहाँले धेरै कामहरू गर्नुभएको छ। रोकथामको निम्ति के गर्नुपर्छ भन्ने कुराहरूमा सँगसँगै उहाँले हाम्रो कृषकहरूलाई, कृषक बन्धुलाई उहाँले जुन चाहिँ डिवाई किट्स जुन चाहिँ हामीले पोली हाउस भन्छ त्यो चाहिँ उहाँहरूले सायद यो दार्जिलिङ अनि कालिम्पोङ जिल्लामा प्रथमचोटि ती अधिकारी वर्गले चाहिँ उहाँहरूले यहाँनिर चाहिँ लागू गर्नुभयो। त्यो अनुरूप हाम्रा कृषक बन्धुहरूले, हाम्रा किसानहरूले धेरै लाभ पाएको छ र उहाँहरूले फर्स्ट टाइम यो पनि एउटा इतिहासै हो र हाम्रो निम्ति उहाँले यसरी यो डिवाई किट्स मार्फत हाम्रो किसानहरूलाई ठुलो मतलब लाभ पुर्याइदिएकोमा, ठुलो उहाँले योगदान दिएकोमा जिटिएबाट उहाँलाई आज हामी दसैँलाई अनि सम्मान पत्र सँगसँगै टोपी उडाएर उहाँहरूलाई हामी सम्मान गर्न गइरहेको छौँ। र कृपया सुब्रत गुप्त साहेब यहाँ हुनुहुन्न, तर यहाँ हाम्रो माननीय डाक्टर सामेल राई यहाँ हुनुहुन्छ, उहाँलाई म यहाँ निम्ताउन चाहन्छु। सँगसँगै हाम्रा म्यानेजर साहेब गोपाल लामी छैनजी उहाँलाई पनि यहाँ निमन्त्रण गर्न चाहन्छु। सँगसँगै सत्यप्रकाश सिंह डिएसओ कालिम्पोङ अनि दार्जिलिङ डिस्ट्रिक्ट उहाँलाई पनि यहाँ निमन्त्रण गर्न चाहन्छु। सँगसँगै पेम्बा तामाङ एग्रिकल्चर एसिस्टेन्ट इन्चार्ज सिलकुरा विभाग उहाँलाई यहाँ निम्ताउन चाहन्छु। उहाँलाई यहाँ माथि मञ्चमा आइदिनु अनुरोध गर्दछु। र यो विशेष गरेर हामी यो सम्मान पत्र एकजनाको हामी पढ्नेछौँ। 5 जनाको त टाइम लाग्छ र एकैजनाको पढेर विशेष गरेर यसको निम्ति Gorkhaland Territorial Administration. Token of appreciation presented to Dr. Samuel Rai, Directorate of Syncona and Other Medicinal Plants, Mongpur. When all doors were closed due to technical glitch for implementation of all horticultural schemes in GTA, a marathon discussion in the chilly nights of 19th December 2021 and 20th January 2022 led to the new opening for carrying out the schemes for the benefit of the farmers. In recognition of your unwavering dedication and tireless effort towards the successful planning of DIY Polyhouse Kit Scheme, which has greatly benefited the farmer and the people of GTA. Your commitment, along with your team, in meticulously planning and advocating this new initiative is truly commendable. The Gorkhaland Territorial Administration expresses its heartfelt gratitude for your invaluable contribution towards horticultural development in rural Himalayas. Your vision and perseverance continue to inspire and uplift the farming community. Presented with deep appreciation, Chief Executive, GTA, Principal Secretary, GTA. सम्मान पत्र प्रदान सँगसँगै दोसल्ला अनि टोपी उडान हामी उहाँलाई सम्मान जनाउँछौँ। यसको निम्ति माननीय मन्त्री महोदय अल्परे उहाँलाई केही क्षणको निम्ति यहाँ मञ्चमा आइदिने म अनुरोध गर्दछु। माननीय अनित थापाज्यू चिफ एक्जिक्युटिभ जिटिए उहाँलाई पनि म निमन्त्रण गर्न चाहन्छु। सँगसँगै यस महापत्र सेक्रेटरी महोदयलाई पनि केही समय मञ्चमा माननीय डाक्टर सामल राई उहाँलाई आजको यस महोत्सवमा टोपी
साल अनि उहाँलाई हामीले यो मन्त्री महोदयको बाहुलीबाट हामी सम्मान जनाउँछौँ। अनि सम्मान पत्र पनि मन्त्री महोदयको बाहुलीबाट माननीय गोपाल मानिसाले म्यानेजर साहेबलाई जिटिएका चिफ एक्जिक्युटिभ माननीय अनिल थापाको बाहुलीबाट टोपी दसवटा उडाएर सम्मानित गरिएको छ। सँगसँगै सम्मान पत्र पनि प्रदान गरिएको छ। श्री पेम्बा तामाङ एग्रिकल्चर एसिस्टेन्ट इन्चार्ज उहाँलाई माननीय एस महापत्र आइएएस सेक्रेटरी महोदयको बाहुलीबाट सल्लाह अनि टोपी ओढाएर सम्मान अनि सम्मान पत्र पनि उहाँकै बाहुलीबाट प्रदान सँगसँगै सुब्रत गुप्त आइएएस फर्मर एसिएस उहाँलाई पनि उहाँको जुन चाहिँ यो सम्मान पत्र अनि उहाँको 10 लाख रुपियाँ एडिसनल सेक्रेटरी कस्तुरी सेनगुप्त म्यामलाई म एकछिन यहाँनिर गर्न चाहन्छु। उहाँले कृपया यो रिसिभ गरिदिनु म अनुरोध गर्छु। देवबन्दु बेरा डाइरेक्टर हर्टिकल्चर डिपार्टमेन्टलाई म केही समयको निम्ति निमन्त्रण गर्न चाहन्छु। Second International Forest Division को यो वर्कसपमा उपस्थित माननीय मन्त्री साहब अरूप राय सर अनि यस डिपार्टमेन्टमा डिपार्टमेन्ट सेक्रेटरी म्याडम श्रीमती समृद्धि महापात्र अनि हर्टिकल्चर डिपार्टमेन्टले अहिले तपाईँ राम्रो सेक्रेटरी पाउनु भएको छ। म जति पनि पाहाडको ल्यान्डको इस्यु लिएर उहाँ भएकोमा जान्छु, उहाँले राम्रोसँगले सुनेर बुझेर फिल्डमा के छ त्यो स्थिति बुझेर काम गर्नुभएको छ। अनि आई थिङ्क नाउ वी आर लकी इनफ टु फाइन्ड इन दिस प्रोग्राम। अनि उपस्थित रतन थापाज्यू एक्जिक्युटिभ सभासद, दार्जिलिङ बिएम, यस डिपार्टमेन्टका सबै अधिकारी वर्ग, कन्सर्न डिपार्टमेन्टमा जति पनि यस सुन्तलालाई लागेको रोगमाथि काम गर्नुभएको साइन्टिस्ट अनि फार्मरहरू, हामीले सायद यो पहाडमा एउटा ठुलो इकोनोमिक सुन्तलाले हामीलाई दिएको थियो। हामीले यो एउटा इकोनोमिक रिसोर्सेस 120 साल जस्तो भयो गुमाएको। र हामीले पहाडलाई सायद 4 डिकेड भयो होला डिस्ट्रक्टिभ पोलिटिक्समा हालेको। 2017 देखि हामीले कन्स्ट्रक्टिभ पोलिटिक्सपट्टि लागेपछि धेरै कुराहरू रिपेयरिङ हुन जान्छ। हामीले धेरै अगाडि पुग्ने बेलामा हामी अहिले रिपेयरिङ क्षेत्रमा छौँ। स्टेटले हामीलाई धेरै सहयोग गरिरहेको छ अनि सहयोग गर्ने परिवेश हामीले क्रिएट गर्यौँ।
यो पिस ल्याएकोदेखि हामीलाई वेस्ट बेङ्गल गभर्मेन्टले प्रत्येक क्षेत्रमा हर्टिकल्चरमा मात्रै प्रत्येक क्षेत्रमा हामीलाई सहयोग दिइरहेको छ र अब हामी पिस एन्ड प्रोग्रेसिभपट्टि लाग्छौँ।